सबै साथीहरुमा मेरो नमस्कार र म एउटा नयाँ र नौलोपन भिडियो बनाउन गइरहेको छु। तपाईहरुले ध्यान दिएर सुनिदिनु होला भने म आग्रह गर्न पनि चाहन्छु। गणितका जुन चारवटा आधारभूत तथ्यहरु छ त्यो नैतिक शिक्षामा कसरी लागू गर्न सकिन्छ, विद्यार्थीलाई कसरी सिकाउन सकिन्छ, आफ्नो बालबालिकालाई कसरी सिकाउन सकिन्छ त्यसको बारेमा म भन्न गइरहेको छु। गणितका चारवटा आधारभूत तथ्यहरु जोड, घटाउ, गुणन, भाग र यो चारवटा आधारभूत तथ्यहरु मध्ये म दुईटाको बारेमा वर्णन गर्न गइरहेको छु नैतिक शिक्षासँग जोडिएर। र जोड भनेको समायोजन गर्नु र पोजिटिभ थट। हामीले पोजिटिभ थटलाई आफ्नो दिमागमा जोड्नु पर्छ, नयाँ प्रविधिलाई, सिपलाई, ज्ञानलाई जोड्नु पर्दछ, राम्रो साथी संगत बनाउनु पर्दछ। त्यस्तै बुवा आमाले भनेको कुरा मान्नुपर्छ, बुवा आमाको काममा सहयोग गर्नुपर्छ, अनुशासित भएर बस्नुपर्छ, एकअर्कालाई सहयोग गर्नुपर्छ। र त्यस्तै यो कुराहरू हामीले पोजिटिभ सोच राख्यो भने हाम्रो शरीरबाट विभिन्न किसिमका हार्मोन निस्किन्छ। त्यो हार्मोन पोजिटिभ निस्किन्छ र हाम्रो माइन्डलाई वृद्धि पनि गर्छ र डेभलप पनि गर्छ। र अर्को छ घटाउ। घटाउ भनेको घटाउनु वा हटाउनु, नेगेटिभ थट। हाम्रो दिमागबाट जति नेगेटिभ थटहरू आउँछ त्यो नेगेटिभ थटलाई हामीले के गर्ने त विचारलाई हटाइदिने। जस्तै अब मानिसले मद्यपान, धूम्रपानहरू गर्छ, त्यसलाई हामीले त्याग्नु पर्छ, आफ्नो दिमागबाट के गर्नुपर्छ त हटाउनु पर्छ। झै झगडा गर्छ त्यसलाई पनि हटाउनु पर्छ। त्यस्तै अब नकारात्मक सोचहरू आउँछ त्यसलाई पनि हामीले के गर्नुपर्छ त हटाउनु पर्छ। त्यस्तै नराम्रा लत लागेका साथीहरू छ त्योसँग हामीले संगत गर्नु हुँदैन, नत्र हाम्रो माइन्ड के हुन्छ त नेगेटिभतिर डोरिन्छ, नेगेटिभतिर जान्छ। नेगेटिभतिर जब जान्छ त हाम्रो शरीरले नेगेटिभ हार्मोनहरू उत्पन्न गर्छ र हाम्रो दिमाग नेगेटिभ कुराले भरिन्छ। जे पनि भन्दाखेरि हामी नेगेटिभ सोच्छौँ। त्यो सोचले गर्दा व्यक्तिको र बालबालिकाको र विद्यार्थी भाइ बहिनीको दिमाग नेगेटिभतिर जान्छ, पोजिटिभतिर जाँदैन। त्यसैले हामीले के गर्नुपर्छ त नेगेटिभ कुरालाई हाम्रो दिमागबाट के गरिदिनुपर्छ त हटाइदिनुपर्छ। नराम्रो लतमा हामीले लाग्नु हुँदैन। आज म यही दुईटा तथ्यको बारेमा भने। अर्कोचोटि म अर्को पार्ट, सेकेन्ड पार्टमा हामी गुणन, हामी नभनौँ, म चाहिँ गुणन र भागको बारेमा म भिडियो लिएर आउनेछु।